गौर हत्याकाण्डका दोषीहरूलाई कारबाहीको माग गर्दै आम जनता पार्टीद्वारा मोटरसाइकल र्याली प्रदर्शन गरिएको छ। गौर हत्याकाण्डमा मारिएका धर्मपत्नी एकल महिलाहरू शनिबारदेखि चन्द्रपुरमा धरना बसेका थिए भने आइतबार मोटरसाइकल र्याली निकालिएको छ। आम जनता पार्टी र शहीद परिवारद्वारा साउन 1 गते प्रमुख जिल्लाधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउँदै गौर हत्याकाण्डमा तत्कालीन समयमा परेका किटानी जाहेरीका आधारमा पीडकहरू विरुद्ध कारबाही सुरु गर्न माग गरिएको थियो। उनीहरूले कारबाही सुरु नगरिएको चरणबद्ध रूपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएका थिए। गौर हत्याकाण्डको 17 वर्ष बितिसक्दा पनि राज्यले दोषीहरूलाई कारबाही गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आम जनता पार्टी र शहीद परिवारले यस प्रकारको कठोर कदम उठाउन बाध्य भएको आजपाका महासचिव उपेन्द्र शाहले बताउनु भएको छ। साउन 15 गते सोमबारदेखि अनिश्चितकालीन रौतहट बन्दको समेत आह्वान गरिएकाले पूर्व सन्ध्यामा मोटरसाइकल र्याली निकालिएको हो। आम जनता पार्टीले गौर हत्याकाण्डको मुख्य योजनाकार जसपा अध्यक्ष उपेन्द्र यादव रहेको आरोप लगाउँदै आएको छ।